यो दुई प्रकारको आलुमा चाहिँ कुन चाहिँमा दम धेरै रहेछ हेरौँ है त गाइस। आइए देखते हैं। यसको रिजल्ट चाहिँ भने 1-2 महिना पछि अर्को ब्लगमा आइहाल्छ। जय श्रीराम गाइस, आजको ब्लग चाहिँ भने यहाँदेखि सुरु हुन्छ। के तपाईँलाई थाहा छ आज चाहिँ भने हामी आलु रोप्न आँटेको? त्यही थाहा छैन भनेर मैले चाहिँ हजुरहरूलाई ब्लग बनाएर देखाइ नै रहेको छु। यो भाँडामा चाहिँ लगभग 10-11 किलो आलुको बिउ होला। बुवाले चाहिँ भने आलुको बिउ दुई खालको लिएर आउनु भएको रहेछ। अनि आज चाहिँ भने हामी यो दुई खालको आलुको बिउलाई यहाँनिर आज रोप्छौं। अनि यता चाहिँ भने बुवाले धमाधम आलु रोप्नुको लागि आलीहरू बनाउँदै हुनुहुन्छ। यसरी ट्याङ्क बनाएर रोप्यो भने चाहिँ मल हाल्नु पनि सजिलो हुँदो रहेछ। अनि पछि आलुको बोट झ्याम्मै आएपछि गोड्नु पनि लास्टै सजिलो हुँदो रहेछ। म चाहिँ भने यता मल बोक्दै ड्याङमा हाल्दै, बुवाले चाहिँ यता मल खन्दै हाल्दिदै हुनुहुन्छ तगारीमा। त्यही मल बोक्दै म चाहिँ यता अघि बुवाले ड्याङ लगाएकोमा हाल्दै। अनि आलु रोप्दाखेरि चाहिँ मल पनि अलिक धेरै हालेकै फाइदा हुँदो रहेछ। किन भन्दाखेरि आलु चाहिँ भने ठुल्ठुलो फल्छ। त्यही भएर हामीले चाहिँ सक्दो मल हालेर आलु रोपेको छौं। कति फल्छ के फल्छ त्यो चाहिँ अहिले भन्न सकिँदैन। त्यो चाहिँ म पछि नै आलु खनेर देखाउँला। यता चाहिँ भने मरा बुवा ड्याङ किड्याङ लाएर काम चाहिँ गरि नै रहेछ। अहिले चाहिँ भने म यहाँनेरि पनि ड्याङ बनाउँदै छु। अनि हामीले चाहिँ भने धानको काम टोटली सबै सकिसक्यो। अब यस्तो सानामेना कामहरू त घरको त भइ नै हाल्छ। अहिले चाहिँ भने हामीले पनि लगभग आलु रोपेर सक्नै लाछु। हामीले चाहिँ मुला पनि छर्न लागेको। अनि यो मुलाको बिउ चाहिँ भने हाइब्रिड रहेछ। मैले चाहिँ प्याकेट खोलिओरि बुवालाई छर्नु दिए। बुवाले चाहिँ भने यता धमाधम मुला छर्दै हुनुहुन्छ। मुला छरिसकेपछि अलिकति उब्रेको आलु फेरि हामीले चाहिँ रोप्न थाल्यौं। र यसपालिको आलु चाहिँ हामीले लगभग रोपेर पनि सकिसक्यौं। अहिले चाहिँ भने हामीले आलु पनि रोपेर सकिसक्यौं। यहाँदेखि लिएर यहाँसम्म रोप्यौं। अब एउटा थोक रोप्नु चाहिँ बाँकी छ। लाइक र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु। बाइ बाइ।